हेलो साथीहरू, सन्चै हुनुहुन्छ? नमस्ते साथीहरू। आज पनि म एउटा रिल मार्फत उपस्थित भइरहेको छु। अहिले नेपालमा चलिरहेको चुनावमा जति पनि उम्मेदवारहरूले जित्नु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। राम्रो काम गर्नुहोला, जनताको भावना बुझेर अगाडि बढ्नुहोला। भदौ 23-24 जस्तो परिस्थिति फेरि दोहोरिएर जिन्दगीमा कहिल्यै पनि नआओस्। शुभकामना छ। जनताको अपेक्षा पुरा गर्नुहोला, राम्रो काम गर्नुहोला। तपाईहरूले मत त जित्नुभयो, तर जनताको मन पनि जित्नुहोला भन्ने आशा छ। त्यसैले जति पनि उम्मेदवार साथीहरू पराजित हुनुभएको छ, उहाँहरूले पनि राम्रो काम गर्दै जानुहोला। अहिले पराजित भए पनि अर्को साल अर्कोचोटिको चुनावमा जित्ने गरी आउनुहोला। जनताको मन जित्नुहोला, राम्रो काम गर्दै जानुहोला, अगाडि बढ्दै जानुहोला। सबैलाई शुभकामना छ। सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू एक भएर बस्नुहोला। यो पार्टी त्यो पार्टी भनेर एक आपसमा कल झगडा नगर्नुहोला। हो, हिजोसम्म थियो फलानो यो पार्टी फलानो त्यो पार्टी भन्ने, तर अब चुनाव भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतभन्दा बढी ल्याउने सम्भावना छ। त्यसैले अब उहाँहरू सरकारमा जानुहुन्छ, प्रधानमन्त्री बन्नुहुन्छ, मन्त्री बन्नुहुन्छ। उहाँहरू कुनै एउटा पार्टीको मन्त्री प्रधानमन्त्री बन्ने होइन, सम्पूर्ण देशको लागि मन्त्री प्रधानमन्त्री बन्दै हुनुहुन्छ। त्यसैले उहाँहरू घन्टीको पनि हो, नेपाली काङ्ग्रेसको पनि हो, एमालेको पनि हो र सम्पूर्ण नेपाली नागरिकहरूको नेतृत्व गर्दै हुनुहुन्छ, नेपालको नेतृत्व गर्दै हुनुहुन्छ। धेरै धेरै शुभकामना। जय घन्टी।